साथीहरू गाउँघरतिर चाहिँ हरियाली लागेर यसरी फर्सीको मुन्टा लह लह भएको छ अनि यता मकै पनि लह लह भएको छ अनि यहाँनिर चाहिँ हामीले लसुन उखालेको हिजो लसुन यहाँनिर रोपेको थियो अनि उखालेको अनि अलिकति रहेको थियो हिजो साँझ परेर उखाल्नको लागि अनि यहाँ मम्मी चाहिँ उखाल्दै हुनुहुन्छ मम्मी लसुन कस्तो फलेछ त अनि यता चाहिँ हाम्रो प्याजबारी हामीले चाहिँ वर्षभरि लसुन प्याज किनेर खाँदैनौँ यतिकै बारीमा रोपेकोले पुग्छ हाम्रो मम्मी यस्तो मेहनती हुनुहुन्छ त्यही भएर यस्तो भएको हो हैन मम्मी मेहनती नै भन्नु पर्यो अनि यता चाहिँ करेला पनि यस्तो छ मा पनि लसुन रोपेको थियो अनि यो दुईटा डाङ्गो पनि लसुन हिजो निकालिसकेको अनि लसुन चाहिँ यसरी फलेको छ रहर लाग्ने गरी